सुनि न त। अब हाम्रो बोजू नातिनीको गफ हुन्छ है। बोजू म सानोमा कस्तो थिएँ? सानै थिइस् नि हो नानी। कस्तो थिएँ सानो? कस्तो थिएँ? बोजू जस्तो थिएँ कि बाजे जस्तो थिएँ कि? अब बजी जस्तै थियो नि। सेतो गोरो थियो। राम्रै थिएँ? राम्रै त थिइस्। गएन आमा हाँसेर। त्यस्तै हो। आरिस लागेको नि त हामी दुईजना गफ गरेको देखेर। अब म सानो त मेरो बोजूले मलाई पढायो, हुर्कायो, स्याहार्यो। अब मेरो पालो नि त है। हो नि। नाता नाति छ भनेर पो त बजीले गरी दुःख बुक्ख गरेर हुर्कायो बढायो। त्यो नाता नाति ठुलो भयो हुर्केर सोच्यो। मेरो माया लाग्छ? किन लाग्दैन अब के गर्नु त माया लाग्छ। अब जस्तै मनै मान्यो। अन्त अरू भन्नु? मलाई कसरी हुर्कायो अरे? स्याहारेर अलिअलि बोकेर दुधाएर टोकाएर हुर्कायो। अब त ठुलो भयो है? ठुलो भयो। बुढी भयो है? अब नातिनी त बुढी भइसक्यो। बोजू त बोजू भइगयो नि। म त यस्तो भाग्यमानी छु, मेरो बाजे बोजू छ। देख्नु पायो। भेट्नु पायो। भेट्नु पाए त के अब निकै भएको थियो नभेटेको। त्यो हरियो चौबन्दी त सिलाउनेले त्यो चोलो दिएको थिइस् नि। त्यो सिलाउनेले बिगारेको छ नि अब। पाकेमै त्यो अन्त आमाले सिलाएर त्यो सिलाउनेले बिगारेको छ। यति यहाँ तलसम्म छ नम्बर। छोटो बनाइदियो। माथि लेकमा त स्वेटरै चाहिन्छ र के गरममा। यहाँको गरम चाहिँ मात्र चिसो हो नि त, मात्र लेक हो। अझै रात पर्छ घरमा। बोजू र म बोजू जस्तो छ कि बोजू म जस्तो छ कमेन्टमा गर्नुहोस् भन्नुहोस् ल। सबैले राम्रो हेर्दा त साका सन्तान जस्तै छ। फल्टो त देख्दैन। तर मेरो